मेरो कविता सङ्ग्रह स्मृतिका पानाहरूबाट 21औं कविता लिएर उपस्थित भएको छु र यस कविताको शीर्षक रहेको छ सम्झनामा नल्याऊ उसलाई। र कविता यस प्रकार छ, सुनिदिनु होला। नाडी छाम्दै मेरो आज झाँक्रीले औषधि बताए मलाई, बाँच्ने एउटै उपाय मात्र छ, सम्झनामा नल्याऊ उसलाई। तर मनलाई कसरी बुझाउँ, हावा जस्तै त उसको सम्झना छ, हरपल आइरहन्छ, मनमा टक्राउँछ, झैँ झैँ गरेर आत्मालाई दुखाउँछ। यदि सम्झनाले नै रोग बनाउँछ भने मेरो आत्मा त रोगी भइसकेछ, किनभने उसको अनुहार, उसको मुस्कान मेरो सास भित्रै बसिसकेको छ। झाँक्रीको मन्त्र सुन्ने गर्छु, तर दिलले मान्दैन कुनै उपाय। बाँच्नु छ भने सम्झनाबाट टाढा रहनुपर्छ रे, तर सम्झना नै त मेरो जीवनको सास हो आज। धन्यवाद।